मा चाहिँ यहाँ कुनै ठाउँ जानु पर्दाखेरि म्याप हेर्दाखेरि गाडीमा जाँदाखेरि यसरी जानुपर्छ। पहिला चाहिँ यहाँ मेट्रोमा जाँदाखेरि रेलमा जाँदाखेरि रेलकोबाट मेट्रोको कहाँ मेट्रो हेर्ने, नत्र भने यो चाहिँ कहाँ हो म्यापबाट जाने बसमा जानेपछि। अब जस्तै म भोलि चाहिँ हस्पिटल जानुपर्ने छ। अब कहाँ म्यापमा जाने, म्यापमा गएर यहाँ चाहिँ माथि ROUTE रुट लेखा छ, यो रुटमा गएर रुटमा क्लिक गर्ने। माथि यो सर्च गर्ने ठाउँमा माथि रुटमा क्लिक गर्ने। जस्तै आफ्नो ठाउँको चाहिँ लोकेसन छ भने ठिक छ, लोकेसन हालेको छैन भने आफ्नो ठाउँ आफू कहाँबाट जाने त्यो लोकेसन हाल्ने, कुन ठाउँमा जाने यो डाइरेक्सनमा हाल्ने, डेस्टिनेसनमा कुन हाल्ने त सर्च गर्नु पनि हुन्छ। नाम लेखेँ, यहाँ मेरो सर्च अलरेडी सर्च छ। यो वासाङ छोङहाप फेङोन भन्ने यो चाहिँ जनरल हो, जनरल हस्पिटल हो यो, वासाङ फारामको यो। यसमा चाहिँ गएर सर्च गर्ने। सर्च गरेपछि यस्तो देखाउँछ। अब वासाङ छुङजङ जनरल हस्पिटल, यो चाहिँ आफूले यो हस्पिटल धेरै देखाउँछ, कुन हो सेन्ट्रल हस्पिटल, जनरल हस्पिटल कुनमा हो हेर्ने। ठ्याक्क आफूले चाहिँ जनरल हो भने चाहिँ जनरलमा ट्याक्क सिलेक्ट गर्ने। सिलेक्ट गरिसकेपछि हामी बसमा जाने हो नि त। अब यो चाहिँ बसमा चाहिँ यो 42 मिनट लाग्छ भनेको छ। यहाँबाट त्यहाँ जानलाई 42 मिनट। अब यो कुनमा जाने 122 सोङसाङ इरीबाट 122 नम्बर बस चढ्ने। त्यो चाहिँ सेकेन्ड स्टेपमा चाहिँ बुछेनैमा झर्ने, बुछेनैबाट 111 चढ्ने। यो दुईवटा स्टेप छ। अब यहाँ चाहिँ यहाँ छुन्छु है त, यहाँ माथि देखाउँछ यस्तो। यो सोङसाङ इरी हेङनामबाट कति नम्बर, यो चाहिँ 1 मिनट। यहाँबाट मेरो कोठाबाट 1 मिनट चढेर पारिपट्टि लाग्नुपर्छ। पारि रोड क्रस गर्ने हो यो, रोड क्रस गरेर पारि गएर बस चढ्ने। 122मा चढ्यो भने कति स्टेप पारिमा आउँछ भनेपछि 1 2 3 4 5 5वटा स्टेसन पछि के आउँछ, बुछेनै आउँछ पारि। यो बुछेनैमा चढिसक्यो भने बुछेनैमा झर्ने। त्यहाँबाट फेरि कति 18 मिटर पारि 1 मिनट हिँड्नुपर्छ भने यो 18 मिनट ट्रान्सफर वाक। 18 एम भनेको मिटर हो, 1 मिनट हिँड्ने। 18 मिनटमा 18 मिटर 1 मिनट हिँडेर पारि त्यहाँ पनि बुछेनै पारिपट्टि लाग्ने। यो त्योभन्दा रोड क्रस गर्नुलाई यो चाहिँ बिचको चाहिँ डट छ नि, यो चाहिँ रोड क्रस गर्ने ठाउँ हो कि यति। यसमा रोड क्रस भइसकेपछि 111 नम्बरको बसमा चढ्ने। 111 नम्बर बस चढ्यो भने 18 स्टप भने नि, स्टप यो चाहिँ 18 स्टप, त्यो चाहिँ रोक्ने ठाउँ हो बस स्टेसनहरू। त्यति गयो भने चाहिँ यो चाहिँ जनरल हस्पिटल आउँछ भनेको। 18वटा यति भयो भने वासाङ सेन्ट्रल हस्पिटल, अनि वासाङ सेन्ट्रल हस्पिटल आउँछ। त्यहाँबाट पारिपट्टि के हुन्छ त वासाङ छुङजङ जनरल हस्पिटल भनेको पारिपट्टि यो चित्रसहित आउँछ। अब यहाँ ठ्याक्क हामीले चाहिँ अब स्टार्ट नबी मात्र देखाएको छ। यसमा स्टार्ट गऱ्यो भने हाम्रो चाहिँ सुरु हुन्छ, यहाँ म्याप सुरु हुन्छ कि हामी कहाँबाट जाने भनेर। यहाँबाट सोङसाङ इरी देखायो। यहाँ सोङसाङ इरीबाट चढेर यो 5वटा उमा चाहिँ
बुछेनै यहाँ चौक आउँछ। बुछेन चौकको पारिपट्टि लाग्ने हो। 1 मिनट हिँड्ने अघि देखाएको त्यो चाहिँ 1 मिनट हिँडेर पारिपट्टि यहाँबाट फेरि यता फर्किन्छ। यो सेन्ट्रल यसरी जाने। यो नै हो कोरियाको नक्सा हेरेर जाने। पहिला चाहिँ गाह्रो हुन्छ अलिअलि थाहा नभएसम्म, पछि चाहिँ एकदम क्लियर केही छैन। जहाँ हिँड्दा पनि सजिलै हुन्छ म्याप हेऱ्यो भने। ल हुन्छ साथीहरू, यसरी हो म्याप हेर्ने तरिका। ल आजलाई यो भिडियो चाहिँ यतिमा अन्त्य हुन्छ। ल।